नेपाल नाम कहाँबाट आयो? किरात, लिच्छवी र मल्ल राजाहरूले नेपालको इतिहास कसरी निर्माण गरे र किन काठमाडौँ, भक्तपुर र ललितपुर 3 अलग-अलग राज्यमा विभाजित थिए? यदि तपाईँले पार्ट 1 हेर्नुभएको छैन भने यो भिडियो पछि अवश्य हेर्नुहोला र म लिङ्क डिस्क्रिप्सनमा पनि दिनेछु। अघिल्लो भागमा हामीले थाहा पायौं काठमाडौँ उपत्यका कसरी बनेको भन्ने धार्मिक कथा। नेपाल नाम कहाँबाट आयो? किरात, लिच्छवी र मल्ल राजाहरूले नेपालको इतिहास कसरी निर्माण गरे र किन काठमाडौँ, भरतपुर र ललितपुर 3 अलग-अलग राज्यमा विभाजित थिए? यदि तपाईँले पार्ट 1 हेर्नुभएको छैन भने यो भिडियो पछि अवश्य हेर्नुहोला, किनकि आजको भागमा सुरु हुँदैछ नेपालको इतिहासको सबैभन्दा निर्णायक अध्याय। कसरी एउटा सानो गोर्खा राज्यका राजाले दर्जनौं राज्यहरूलाई एकै राष्ट्रमा जोड्ने साहस गरे? किन नुवाकोट पहिलो लक्ष्य बन्यो? किन कीर्तिपुर जित्न 3 पटक युद्ध गर्नु पर्यो? नेपालले अङ्ग्रेजसँग किन युद्ध गर्यो र अनन्त कसरी राजतन्त्र समाप्त भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो? So let's continue our journey through the history of Nepal. अब नेपालको इतिहास नयाँ मोडमा पुगिसकेको थियो। काठमाडौँ उपत्यका 3 मल्ल राज्य काठमाडौँ, भरतपुर, ललितपुर एक अर्कासँग प्रतिस्पर्धामा व्यस्त थिए। यति बेला पश्चिमतर्फको एउटा सानो राज्य गोर्खाबाट एक युवा राजा उदय। उनी थिए पृथ्वीनारायण शाह। उनको सपना केवल गोर्खाको राजा बन्नु थिएन, उनको सपना थियो सबै साना राज्यलाई एउटै राष्ट्रमा जोड्ने। सन् 1743 मा उनी गोर्खाका राजा बने। राजा बनेपछि उनले नेपालका विभिन्न राज्यहरूको अवस्था अध्ययन गरे। उनीहरूले बुझिसकेका थिए कि यदि नेपालका राज्यहरू यस्तै विभाजित रह्यो भने एक दिन विदेशी शक्तिले सजिलै कब्जा गर्न सक्छ। त्यसैले उनले पहिलो लक्ष्य बनाए नुवाकोट। किन नुवाकोट? किनभने नुवाकोट तिब्बत र काठमाडौँ बीचको मुख्य व्यापारिक मार्ग थियो। यदि नुवाकोट कब्जा गर्न सकियो भने व्यापार र रणनीतिक नियन्त्रण दुवै प्राप्त हुन्थ्यो। सन् 1744 मा पृथ्वीनारायण शाहले नुवाकोट जिते। यो विजय नेपाल एकीकरण अभियानको पहिलो ठूलो सफलता बन्यो। त्यसपछि उनले बिस्तारै वरिपरिका राज्यहरू आफ्नो नियन्त्रणमा ल्याउन थाले। कीर्तिपुर माथिको युद्ध भने निकै कठिन थियो। पहिलो र दोस्रो आक्रमणमा गोर्खाली सेना पराजित भयो। धेरै सैनिकले ज्यान गुमाए, तर पृथ्वीनारायण शाहले हार मानेनन्। तेस्रो प्रयासमा अनन्त कीर्तिपुर पनि विजय भयो। त्यसपछि सन् 1768 मा काठमाडौँ, त्यसपछि ललितपुर, 1769 मा भक्तपुर पनि गोर्खा राज्यमा समावेश भए। यससँगै आधुनिक नेपालको जन्म भयो। नेपाल पहिले पटक एउटै राष्ट्रको रूपमा स्थापित भयो। पृथ्वीनारायण शाहको दृष्टिकोण। पृथ्वीनारायण शाह केवल योद्धा मात्र थिएनन्, उनी एक दूरदर्शी नेता पनि थिए। उनले नेपाललाई दुई ढुङ्गा बीचको तरुल भनेको थियो। यसको अर्थ के हो? उत्तरमा चीन र दक्षिणमा भारत जस्ता शक्तिशाली देशबीच रहेको सन्तुलित विदेश नीति अपनाउनु पर्छ भन्ने उनको सन्देश थियो। आज पनि नेपालको विदेश नीतिमा यो भनाइ धेरै चर्चा गरिन्छ। सन् 1775 मा पृथ्वीनारायण शाहको निधन भयो, तर उनले सुरु गरेको एकीकरण अभियान उनका उत्तराधिकारीहरूले अगाडि बढाए। नेपाल अंग्रेज युद्ध। अब अर्को ठूलो चुनौती सुरु भयो। सन् 1814 मा नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच युद्ध सुरु भयो। मुख्य कारण थियो सीमा विवाद। नेपालले आफ्नो भूभाग विस्तारै गरिरहेको थियो, अंग्रेज पनि भारतमा आफ्नो शासन फैलाउँदै थियो। दुवै शक्ति बीचको सीमा जुधेपछि युद्ध सुरु भयो। यो युद्धमा नेपाली सेनाले अद्भुत साहस देखायो। बलभद्र कुँवरको नेतृत्वमा भएको नालापानी युद्ध आज पनि नेपाली वीरताको प्रतीक मानिन्छ। संख्या र हतियारमा अंग्रेज बलिया भए पनि नेपाली सैनिकहरूले अन्तिमसम्म आत्मसमर्पण गरेनन्। तर लामो युद्धपछि नेपाल कमजोर बन्दै गयो। अनन्त 4 मार्च 1816 मा सुगौली सन्धि भयो। यस सन्धिपछि नेपालले कुमाऊँ, गढवाल
सिक्किमको केही भाग र तराईको केही भूभाग गुमायो। यथापि नेपाल स्वतन्त्र राष्ट्रका रूपमा भने कायम रह्यो। राणा शासन सन् 1846 नेपालको इतिहासमा अर्को ठुलो घटना भयो, कोत पर्व। यस घटनापछि जङ्गबहादुर राणा सत्तामा आए। यहीँबाट सुरु भयो 104 वर्ष लामो राणा शासन। राणा शासनमा राजा त थिए, तर शासन गर्ने शक्ति राणा प्रधानमन्त्रीहरूसँग थियो। साधारण जनतालाई शिक्षा पाउन निकै कठिन थियो। राजनीतिक स्वतन्त्रतामा पत्र पत्रिकामाथि पनि नियन्त्रण थियो। तर यही समस्या केही आधुनिक सुधारहरू पनि भए, जस्तै मुलुकीय लागू गरियो र केही प्रशासनिक सुधार भए। तर आम नागरिकका अधिकार भने सीमित नै रहे, प्रजातन्त्रदेखि गणतन्त्रसम्म। सन् 1951मा जनआन्दोलनपछि राणा शासन समाप्त भयो। राजा त्रिभुवनको पुनरागमन भयो। नेपालमा प्रजातन्त्रको सुरुवात भयो। 1959मा पहिलो आम निर्वाचन भयो। बीपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने, तर धेरै समय बितेन। 1960मा राजा महेन्द्रले संसद विघटन गरी पञ्चायत व्यवस्था लागू गरे। लगभग 30 वर्षपछि नेपाल दलविहीन शासन प्रणालीमा रह्यो। त्यसपछि 1990को जनआन्दोलनले बहुदलीय लोकतन्त्र पुनर्स्थापन गर्यो, तर देशमा शान्ति लामो समय टिकेन। 13 फेब्रुअरी 1996मा माओवादी जनयुद्ध सुरु भयो। यो द्वन्द्व 10 वर्षसम्म चल्यो। करिब 17,000 भन्दा बढी मानिसले ज्यान गुमाए। त्यसपछि 1 जुन 2001मा नेपालको इतिहासकै सबैभन्दा दुःखद घटना भयो, राजदरबार हत्याकाण्ड। राजा वीरेन्द्र सहित राजपरिवारका धेरै सदस्यको हत्या भयो। यस घटनाले देशलाई स्तब्ध बनायो। पछि 2006मा दोस्रो जनआन्दोलन भयो। जनताको आन्दोलनपछि लोकतन्त्र पुनर्स्थापित भयो। त्यही वर्ष व्यापक शान्ति सम्झौता भयो र जनयुद्ध औपचारिक रूपमा अन्त्य भयो। अन्ततः 28 मई 2008मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो। करिब 240 वर्ष पुरानो शाह राजतन्त्र समाप्त भयो। आधुनिक नेपाल सन् 2051मा नेपालको नयाँ संविधान जारी भयो। नेपालमा 7 प्रदेशमा विभाजन भयो। संघीय शासन प्रणाली लागू गरियो। आजको नेपाल विकासको नयाँ यात्रामा छ। सडक, जलविद्युत, डिजिटल प्रविधि र पर्यटनमा प्रगति भइरहेको छ। तर चुनौतीहरू पनि छन्। बेरोजगारी, युवा देश पलायन, भ्रष्टाचार र राजनीतिक अस्थिरता। यद्यपि यी चुनौतीका बीच पनि नेपालसँग अपार सम्भावना छ। हिमालदेखि तराईसम्मको प्राकृतिक सम्पदा, विविध सांस्कृतिक, मेहनती युवा र विशाल जलस्रोतको भविष्यमा नेपाललाई अझ समृद्ध बनाउन सकिन्छ। अन्त्यमा नेपालको इतिहास केवल राजाहरूको कथा होइन, यो सङ्घर्षको कथा हो, एकताको कथा हो, वीरताको कथा हो र परिवर्तनको कथा हो। हजारौं वर्षको यात्रापछि आजको नेपाल बनेको छ। अब प्रश्न इतिहासको होइन, प्रश्न हाम्रो भविष्यको हो। के हामी हाम्रा पुर्खाले बनाएको यो देशलाई अझ राम्रो बनाउन सक्छौँ? त्यसको उत्तर अब हाम्रो हातमा छ। हजारौं वर्षको इतिहासले आजको नेपाल बनाएको हो। पृथ्वीनारायण शाहको एकीकरण, नेपाली वीरहरूको बलिदान र जनताहरूको सङ्घर्षले आज हामी स्वतन्त्र नेपालमा बाँचिरहेका छौँ। तर अब इतिहास लेख्ने जिम्मेवारी हाम्रो पुस्तकको हो। के हामी नेपाललाई अझ समृद्ध, सक्षम र विकसित बनाउन सक्छौँ? त्यसको उत्तर हाम्रो सोच, हाम्रो काम र हाम्रो एकतामा लुकेको छ। यदि तपाईँले नेपालको इतिहास रोचक लाग्छ भने यो भिडियो सेयर गर्नुहोस् र यस्तै डकुमेन्ट्री हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल।